केही होइन। अब भन्नु कि यसले घरमा कतिको पढ्छ? पढ्न त धेरै पढ्छ सर। मैले एउटा मोबाइल किनेर ल्याइदिन्छु, जहिले त्यसैमा पढिरहन्छ। खाली अम्लाले सारिरहन्छ अनि त्यो मकै भुटे जस्तो आवाज पनि आउँछ पुटिङ पुटिङ गर्दै। आफूले हेर्न खोज्यो भने सबै अङ्ग्रेजीमा लेखा हुन्छ, केही बुझ्दिनँ, के गर्नु। अरे यसले फेसबुक हेरे फेसबुक। यो पनि अनेक बुक हेर्छ है सर। जे होस् धेरै प्रगति गर्छ जिन्दगीमा। कसरी सम्झाउ के म तपाईँलाई? सम्झाउनु पर्दैन सर, मैले बुझिसकेँ। बरु यसले अरू के गल्ती गर चाहिँ भन्नु न। यो स्कुल आउने भनेकै गल्ती गर्न हो। कहिले अगाडि बेन्चमा बस्ने केटीको सर्टमा केरिदिन्छ, कहिले पढाइरहेको बेला मलाई कागजको डल्लो पारेर हान्छ। अनि यसको ह्यान्डराइटिङ यस्तो खतम छ नि, चाइनिज बुक र यसको कपीमा फरक छुट्याउनै गाह्रो हुन्छ। यो कहिले होमवर्क गरेर आउँदैन। होमवर्क डे सब्जेक्ट सुरु हुनुभन्दा 1 पिरियड अगाडिको सब्जेक्टमा साथीको कपी माग्छ अनि लास्ट बेन्चको कुनामा बसेर लुकी होमवर्क गर्छ। हे। तर सर तपाईँलाई कसरी थाहा भयो? यसको क्लासको टपर अनि मेरो बेस्ट स्टुडेन्ट अशोक भट्टले भने। कसोके साला आरबी मास्टरको फाल्तु कुकुर, तँलाई त म भोलि क्लासमा हेर्छु। तेरो नाकको चुच्चो भत्काउन सकिन भने मेरो नाम पनि विवेक होइन। हेर्नु, मलाई त लाग्छ कि यसको मूत्र थैली नै छैन। किन र सर? पिरियडै पछि टोइलेट जानुपर्छ यसलाई। टिचरले क्लासमा पढाइरहेका हुन्छन् अनि केही क्वेसन सोध भनेर भन्यो भने यसको क्वेसन सधैँ एउटै, माई गो टु टोइलेट मात्र हुन्छ। अनि यो ब्रेक टाइम भरि बास्केटबल र फुटबल खेलेर बस्छ अनि ब्रेक सकेपछि चाहिँ खाजा खान जान्छ। हरेक क्लासमा 10-15 मिनट ढिला त हुन्छ नै हुन्छ। घर त पुग्न दिएन, तँलाई मैले जाने छ। यो जहिले झ्यालपट्टिको साइडमा बस्छ अनि बाहिर रोडमा हिँड्ने केटीहरूलाई जिस्काउँछ। सर अनि झ्यालमा पर्दा राखिदिनु पर्छ नि त। राख्दै हो, तर हिजो भर्खर राखेर नयाँ पर्दालाई नि सिँगार र जुत्ता पुछेर भोलिपल्ट हेर्न नहुने पार्छन् अनि के गर्नु त?